हेलो गाइज गुड मर्निङ गुड मर्निङ गाइज के छ हालखबर सबैले मर्निङ भर्खरै उठेको है आमा तातो यस्तो पानी टाउको दुइरहेछ आँखा दुइरहेछ चिसोले होला कि आमा फेस पनि सुनिरहेछ यार हामी चाहिँ यहाँ छेपुङ भन्ने ठाउँमा रात बसेका थियौँ यहाँबाटको नजारा देखाउँछु म हजुरहरूलाई है त ल हेलो गाइज अनि आज चाहिँ हामी टक्क अहिले चाहिँ करेसा बारी हुन्छ नि पछाडिको के भन्छ यार यो ब्याकयार्ड चाहिँ चेक गर्दैछौँ दिस इज द आलु बारी राम्रो छ है आलु चाहिँ आलुबारीहरू चाहिँ आलु खेती पनि राम्रो छ एन्ड यो चाहिँ हाम्रो यहाँभित्र चाहिँ उसहरू लगाइरहेछौँ एकदम तातो छ यहाँभित्र चाहिँ एन्ड दिस इज आवर टोर है गाइज हेरौँ न है जस्ट आइएम ट्राइङ टु एक्सप्लोर हियर के कस्तो छ भनेर पछाडिको ब्याक एन्ड ओके लेट्स सी बट द भ्यू हुन्छ नि एकदम भवाल छ गाइज यहाँ चाहिँ यहाँबाट देख्ने सो प्याचहरू लगाइरहेको छन् तरकारी खेती छ गाइज दिस इज सुप अझ डाँडाहरू छ अब हामी प्रोग्राम सकेर भोलि चाहिँ उतातिर माथितिर लाग्छौँ आज चाहिँ जस्ट यहीँ नै हो अब आजको यात्रा चाहिँ हाम्रो यहीँसँग हुन्छ जस्ट आइम ट्राइङ टु नो एक्सप्लोर ओके यहाँ चाहिँ हाम्रो टावर रहेछ होइन गाइज यस्तो म चाहिँ यहाँ खास त्यो डाँडा कटेर उता हेर्न खोजिरहेको थिएँ आइम ट्राइङ टु सी द भ्यू यहाँ चाहिँ आलु चाहिँ भोपाल हुँदो रहेछ गाइज दिस इज अल्सो आलुबारी दिस इज वेरी वेल अनि यो चाहिँ दिस इज वेयर वी आर स्टेइङ यताको चाहिँ राम्रो छ इज नाइस सबै राम्रो राम्रो त राम्रै नै छ बट लेट्स सी है ओके I don't think you guys can see it. त जान्छ गाइज यार यत्रो बाटो हिँडेर जान्छ म त गाडीमा पुग्नु छ अहिले नो हाउ वी क्यान डु द्याट लेट्स सी कस्तो हुन्छ सो गाइज अब चाहिँ कति भयो 9:30 हुन लागिसक्यो खाना खाएर 10 बजी 11 बजीतिर छ वर्कसप खच्चडी त यहाँको ट्रान्सपोर्टेसन सिस्टम यही नै हो सामानहरू लाछन् त्यस्तै गरेर कति सामान माथि पुऱ्याएला नि यिनीहरू सो गाइज अहिले चाहिँ हामी एकछिन रेस्ट गरिरहेको यस्तो हाई खानिदिएको दाइको हाल पनि त्यहाँ पुरै टोटल खराब छ यहाँ मेरो पनि त्यस्तै हो झन् 2-3वटा ब्याग छ एकदम यहाँको खच्चड भन्डाउनी त्यस्तै छ हालत चाहिँ के हो र दाइ नाम चाहिँ पुग्दैन यो नाम चाहिँ त पुग्न सकिन्न 10 वर्ष त पुग्छ कि जस्ट चिन्नु भएको छ ल दाइले पनि 2 कुरा भन्नुहुन्छ यो गाइस यस्तो यो सोल्डर हुन्छ नि सब दुखिरहेको छ यस्तो भन लिटरल्ली यो बाटो त आमामा हुन्छ नि पानी पर्यो झन् त यस्तै के जब हामी लुक्लामा झऱ्यौँ नि लुक्लामा झरेर अनि त्यो हुन्छ नि खानेकुरा खायौँ इभन लिटरल्ली एक कप कफीको के कफी र मिल्क टीको चाहिँ हामीले मिल्क टी मात्रै भनौँ न लगभग अराउन्ड 500 तिर्यौँ कि अनि लिटरल्ली वाट यस्तो यति महँगो भने जस्तो लागिरहेको थिएन न तर त्यहाँ लुक्लामा चाहिँ त वर्थी थिएन है 500 त यतातिर चाहिँ 500 वर्थी थियो क्या इभन 600-700ले नै वर्थी छ क्या त्यो बाटो आई मिन हुन्छ नि त्यो खच्चडले बोकेको त्यो मान्छेहरू त्यत्रो बोकेको छ आमामा लिटरल्ली यार यो हुन्छ नि ब्युटी कम कि त कस्ट भन्छ नि दिस इज द प्लेस के ठाउँ चाहिँ यस्तो बबाल छ यस्तो दामी छ नि होइन अनि बट द जर्नी हुन्छ नि त हिँड्न पर्ने यस्तो दुःख लाग्दो छ यस्तो गाह्रो छ नि आमामा पुरै नगर के खाइछ यार बस रुन सके होइन त बस रुन सकेको छैन अहिले भारी बिसाएको चाहिँ एकदम हल्का भइरहेछ पानी खानु पऱ्यो लेट्स सी हाम्रो आजको
खास फाक्दिङ चाहिँ विष्णु राई हिँड्छ अरे हामी खास आज जाने भनेको चाहिँ छुमा होइन छुमासँगको आज हाम्रो टार्गेट थियो बट 10 बजेसम्म त नाम चाहिँ नि पुगिदिउँ भने भाइलाई भाइ हाँसिरहेछ जस चिन्नु लाग्छ के बेकारमा सरोजले फस्तायो भन्नुहुन्छ फेरि त पहिलो दिन त भाइ तिमीले नै फसाएको हो यार मान्छु भाइ यति त दुःख भयो नि त दिन यार त्यो दिन फसाएको त तिमीले नै हो ओके ठिक छ तर यहाँ चाहिँ नै नखाम यार पानी तल गएर खाम कि एउटा पढेछ कस्तो गर्न छ यहाँ छि Finally guys, we are in Phagding. Yeah, got it. We are in Phagding. हम पहुंच गए फाइनली चलो भाई हेलो गाइज सो वी आर इन टोकटोक अहिले चाहिँ हामी टोकटोक पुगेका छौँ यात्रा जारी छ रात परिसकेको छ यसो टक्क लाइट साइट बालेर त्यही पनि कुद्न परिरहेछ के गर्ने पुग्न त पर्यो हाम्रो यो गाइज अगाडि कस्तो छ मेरो लाइट गाइज प्लिज कमेन्ट गाइज अहिले चाहिँ हामी टुकटुक होइन दिस इज आवर इभिनिङ वाक या रातिको उस ब्लग हानेको छौँ लेट्स सी फाइनल डेस्टिनेसन पुग्नु छ मेहनत देखो मेहनत देखो मेहनत इट्स नट इजी या गाइज कस्तो छ गाइज मेरो लाइट चाहिँ वाउ या यो लेट्स गो ल एउटा राति भ्लग बनाउनु आउने त नाइट भ्लग ठिक छ तपाईँ खिच्नु मेरो यसमा चाहिँ अलि देखेन त्यही हो गाइज यहाँ देखिएन होला फेस चाहिँ देखिया छ अलिअलि बट नो प्रब्लम अगाडि बाटो चाहिँ यस्तो छ त्यही पनि हिँडिरहेका छौँ हामी ठिकै छ केही छैन अब 1-1.5 घन्टामा पुगिन्छ होला त्यसपछि चाहिँ टक्क रेस्ट गरेर मासु भात कराम मकैबारी डराम त्यसपछि हजुर अगाडि गर्दा यस्तो अगाडि खिच्छ कि अगाडि दिन्छ कि त्यही त गरिरहेको छु म त्यसपछि मैले दिनु अगाडि ओके यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ मालिक हाम्रो अगाडि हिँडिरहनु भयो देख लो भाई सब दाई को किया ठहरा है भाइ हिँडम भनेर ठिक छ भोलिलाई सजिलो हुन्छ भनेर हो खासमा रात परिसक्यो त्यही पनि त यस्तै हो साथीहरू एक्सपिरियन्स चाहिँ दामी हुनेवाला छ जे होस् हामीलाई यो 10-15 दिनको टुरमा जे होस् एक्सपिरियन्स चाहिँ बवाल क्रिएट गरेर जानेवाला छौँ हामी मेमोरिज चाहिँ राति एकदम अब दाइ पनि त्यसपछि कहाँ जानुहुन्छ म पनि कहाँ जान्छु दाइसँगको मेमोरी चाहिँ हाम्रो अलवेज हुनेछ स्टिल त्यही हो हेर्नु साथीहरू कस्तो आछ मुखबाट हाम्रो उता घरतिर कस्तो मर्ने जस्तो घाम होला त्यहाँ कैलालीतिर म चाहिँ यहाँ ज्याकेट ल्याएर घुमिरहेको छु मस्त चिलमा गाइज हामी चाहिँ यहाँको रहेछ यहाँ खै के पहिदिरहेछ अरे दिनेश दाइले जोस छ देख्नु हो गाइज होइन त्यो बाटो जानु लाग्यो त्यहाँबाट 4 खुट्टे जोरामा गयो उता मान्छे नै आउँदैछ आउँदा कहाँ मान्छे देख्नुभयो हजुर कहाँ के डर मान्नु के दाइ कस्तो बाघ खसेको यहाँ भर्खर तल साँच्ची हो के मान्छेहरू त्यस्तो बस्ताहरू नि
लिटरली यहाँबाट क्रस गरेर गयो के दा कसम दाइ खै त मान्छे नोबडी कोही छैन सुन्नु न त्यहाँ बस्ती आउन कति टाढा छ अब हो त्यो के वाटरफल रे त्यो वाटरफल रिसोर्ट भन्ने त्यो हो बाटो सक्दा आउनु नि बाटोमा अहिले भर्खर यहाँबाट के गर्यो के क्रस गरेको थिएँ होइन यस्तो डराउँदै गयो भने जे पाइ त्यही हेर्छ नि त होइन दुईजना हुनुहुन्छ के गर्दा हजुर त्यो कहाँ नाम भएको हाम्रो उता छेउको घर हो ए होटेल पाइँदैन है माथि माथितिर पाइन्छ अब प्रायः क्लोज भइसक्यो होला किनभने आज खासै मान्छेहरू आइदिएको छैन यहाँ पनि यतापट्टिको लज त क्लोज भइसक्यो हाम्रो मात्रै लाग्छ छैन भने फर्केर राम्रो यतै दा यार होइन होइन त्यहाँसम्म पुगिन्छ र होइन 30 मिनट काट राम्रोसँग जानु कति भइसक्यो ए बच्चा लिनु जाने हो म त ए ल ल ल 7:18 भइसक्यो यार दाइले आज मलाई चलो आज के नाम भाई के नाम यार भाई के लिए कुछ भी यार जान भी हाजिर है कस्तो मैले भागेँ नि छी यार नभन्नु न यार अब बच्चे को जान से मारोगे क्या रुलाओगे क्या बच्चे को यो बत्ती ठिक छ नि त होइन या, अहिले बत्ती ठिक छ यार डर लागिसक्यो मलाई त अब भाइ ब्लग बनाउँदैन है ब्लग त जारी छ या त्यो ब्लग आधी घन्टासम्म कन्टिन्यू होस् है या 8 घन्टासम्म त हुँदैन होला यार किन हो चार्ज छैन क्या ओइ भाइ उता के हो त्यो कसम दाइ यार साइडबाट निस्किन्छ वा तर जुत्ता लाउनु पर्ने थियो भाइ यार त्यही त हजुरको फोनले बनाउनु भनेको हजुर मान्नुहुन्न मेरो फोन आज स्टोरेज छैन भन्छ घटाउनु के यार आज त घटाउनु पर्छ हजुरले मेरो फोन आखि लाउ त मेरो फोन बना लु गाइज हामी चाहिँ यसो होटलमा आएर खानासाना खायौँ अब सकिएन खासै टाढा पुग्न सो जङ्गलको बाटो डर पनि लागिरहेको थियो त्यही भएर अब रिस्क नलगाउँ भनेर अब यसो ठाउँ छ रातिको समय केही थाहा छैन सो रिस्क नलगाउँ भनेर होटलमा बसेको खाना खायौँ अब सुत्न लागेको सो आजको ब्लग चाहिँ यति नै हुन्छ होला रमाइलो चाहिँ गरियो मस्तले पुग्ने विचार त तारिने थियो तर सकिएन यस्तै छ के गर्ने डर पनि लाग्छ होइन त्यही हो लाइक सब्सक्राइब चाहिँ गरिदिनु होला सपोर्ट चाहिएको छ हामीलाई